हेलो हेलो नमस्कार सबैजनालाई सन्चै हुनुहुन्छ होला। हरियो मकैको विभिन्न परिकारहरू बनाएर हामी खान सक्छौँ। आज हरियो मकैलाई घिउमा भुटेर खाँदा यति मिठो हुन्छ नि यहाँहरू समक्ष सेयर गर्दैछु है। सबैभन्दा पहिला हामीलाई हरियो मकै चाहिन्छ। हरियो मकैलाई छोडाएर एउटा भाँडोमा राख्छौँ। त्यसमा विभिन्न फोहोर हुन सक्छ, त्यसलाई पखाल्छौँ। म चाहिँ पखालेर मात्रै भुट्ने गर्छु। त्यसपछि हामीसँग घिउ हुनुपर्छ। घिउ पनि डेरीको भन्दा गाउँको घिउ भयो भने अझ मिठो हुन्छ यसको स्वाद। हामीले मकै भुट्दा पातलो भाँडोमा भन्दा पनि बाक्लो भाँडोमा भुट्यौँ भने अझ मिठो हुन्छ। कराई अलि बाक्लो कराईमा भुट्न सक्छौँ। एउटा कराईमा घिउ राख्छौँ र घिउ अलि तातेपछि त्यसमा मकै राख्छौँ र बिस्तारै बिस्तारै चलाउँदै मकैलाई भुट्छौँ। सानो ग्यास बनाउँछौँ। ठुलो ग्यास भयो भने चाहिँ त्यो डढ्न सक्छ, त्यसको स्वाद विहीन हुन सक्छ। बिस्तारै भुट्दै चलाउँदै गरेपछि त्यो अलि रातो हुन्छ। त्यो भएपछि खाना रेडी भयो है। रेडी भएपछि हजुरहरूले गुलियो, नोइलो, पिरो कस्तो मनपर्छ त्यो स्वाद राखेर पनि खान सक्नुहुन्छ। विभिन्न भेजिटेबल, फ्रुट्सहरू मिक्स गरेर पनि खान सक्नुहुन्छ। हामीले चाहिँ आज सादा तरिकाले घिउमा भुटेर खाएका छौँ। धेरै नै मिठो हुन्छ। हजुरहरू पनि एकचोटि खाएर हेर्नुहोला। बाई बाई।